वृश्चिक राशिका मान्छेलाई धोका मन पर्दैन। यिनीहरूले एकपटक विश्वास गरे भने आँखा चिम्लेर विश्वास गर्छन् र एकदमै धेरै विश्वास दिन्छन् पनि। तर कसैले धोका दियो भने त्यसको बदला 3 गुणा लिएरै छोड्छन्। त्यसैले वृश्चिक राशिलाई कसैले पनि धोका नदिनु होला। त्यस्तै यिनीहरू एकदमै गोप्य स्वभावका हुन्छन्। यिनीहरू आफ्नो योजनाहरू सकबरहरूलाई सुनाउँदैनन्। काम गर्न भन्दा पहिले हल्ला गर्न चाहँदैनन्। यिनीहरूले सफल भएपछि मात्रै हल्ला गर्न भन्ने स्वभावका हुन्छन्। त्यसैले वृश्चिक राशिको पोल अरु कसैले नखोलिदिनु होला। वृश्चिक राशिको कुरा अरूसँग नकाट्दिनु होला है त। त्यस्तै वृश्चिक राशिका मान्छेलाई जालसाजी झुटो यी कुराहरू मन पर्दैन। वृश्चिक राशिका मान्छे एकदम क्लियर स्वभावका हुन्छन्। त्यसै भएर वृश्चिक राशिसँग कसैले पनि चिल्लो बोल्ने, चिल्लो घस्ने, देखाउटी बोल्ने व्यवहार नगरिदिनु होला। त्यस्तै वृश्चिक राशि आफैमा आत्मनिर्भर बन्न खोज्छन्। अरूको भर पर्न भन्दा आफैले प्रगति गरौँ, एक्लै भए पनि प्रगति गरौँ भन्ने स्वभावका हुन्छन्। त्यसैले वृश्चिक राशिलाई कसैले पनि अन्डरमा अधीनमा लिन्छु भनेर चाहिँ नसोच्नु होला। वृश्चिक राशि एकदमै आत्मविश्वासी हुन्छन्। त्यस्तै यिनीहरू 2-4 पटक असफल हुँदैमा हार मान्दैनन्। त्यसैले यिनीहरूसँग कसैले पनि त कमजोर छस्, तैँले गर्न सक्दैनस् यस्तो कुराहरू चाहिँ नगरिदिनु होला। यिनीहरू एकदमै आत्मविश्वासी हुन्छन्।